Hi everyone, I hope all guys doing great. Me too. So अस्ति मैले चाहिँ एउटा भिडियो चाहिँ पोस्ट गरेको थिएँ मेरो युट्युब च्यानलमा। त्यसमा चाहिँ कमेन्ट वाज भेरी समथिङ ब्याड राइट। सो कुनै कमेन्टमा चाहिँ यस्तो अलिकति नराम्रो टाइपको आइरहेको थियो। अनि त्यो चाहिँ फाइट थियो अप्रिल भर्सेस मिलन थियो। अनि त्यो चाहिँ खासमा चाहिँ के थियो भन्दाखेरि चाहिँ अब को विनर भयो के भयो भन्नाले पनि त्यो चाहिँ जस्ट फर सेलिब्रेसन फर 5th एनिभर्सरी of H2 athletes. Do you know guys, all नेपालीले थाहा छँदैछ कि one of the best boxing in Nepal भनेर चाहिँ सबैलाई थाहा छँदैछ H2 राइट। सो के अरे 5th एनिभर्सरी थियो। त्यो दिन चाहिँ कुनै हार जितवाला म्याच पनि थिएन, जस्ट फर इन्टरटेनमेन्ट एज वेल एज जस्ट फर के अरे सेलिब्रेसनको लागि थियो। अनि त्यसमा चाहिँ कमेन्टहरू चाहिँ तिम्रो क्यामेराको क्वालिटी भएन लाइक त्यो टाइपको थियो। छँदा पनि थिएन, मेरो क्यामेरा क्वालिटी नै थिएन त अनि कसरी छ भन्नु त, होइन थिएन राइट 100%। अनि मैले भिडियो क्याप्चर गर्नुको मेन रिजन भनेको चाहिँ आम अ बिगेस्ट फ्यान अफ अप्रिल राणा मगर। म चाहिँ उसको चाहिँ बिग फ्यान हो अप्रिल राणा मगरको राइट। सो त्यस कारणले मैले चाहिँ के अरे अगाडि सुरुमा त पछाडि थिएँ, पछाडि अलि के अरे मिडल के अरे चियरहरूमा थिएँ। पछि चाहिँ मैले अगाडि गएँ। त्यो अगाडि गएर जाँदा बित्तिकै जब लास्ट फाइट आउनु थाल्यो मैले पुरै क्याप्चर गर्न थालेँ। अनि फङ्को पनि गरेको थिएँ गर्न चाहिँ, तर चाहिँ ती दुईजनाको चाहिँ फुल भिडियो गरेको थिएँ। तर अलि मेरो डिरेक्सन चाहिँ तलमाथि भएछ कि किनकि म आफै जोसमा थिएँ त। अनि ओके भन त, अनि जोसमा थिएँ त्यस कारणले तल कतिखेर सेक भएछ, यताउति के अरे हिल भएछ। अनि त्यसपछि कुनैमा त के अरे तल आएछ, यता आएछ, उता आएछ होइन। सो इट वाज माई ब्याड राइट। त्यो चाहिँ मेरो गल्ती हो, तर मैले दामी निकाल्नु पर्ने हो। मोबाइलबाट त नि गरेको त भएको नि, कुनै अब त्यस्तो पुरै पर्पज विदाउट पर्पज बनाएको त भिडियो भएको नि। अनि त्यतिकै पोस्ट गर्थेँ युट्युब च्यानलमा। अनि मैले अप्रिललाई र अर्कोलाई भनेको थिएँ, के अरे मिलनलाई भनेको थिएँ मैले चाहिँ पुरै फुल भिडियो चाहिँ क्याप्चर गरेको छु, पछि यो च्यानलमा आउँछ मैले पोस्ट गर्छु ल भनेको थिएँ। तर अलिकति क्वालिटी चाहिँ अलिकति ब्याड भएछ। त्यसमा चाहिँ एउटा कमेन्ट त्यही आइरहेको थियो, क्यामेरा डिरेक्सन पनि भएन भनिरहेको थियो। सो इफ आई विल गट अपर्च्युनिटी फर रेकर्डिङ like video, like capturing like video for some event, so definitely I will try guys. And then so because I'm very interested about boxing, so it is my hobby, so that's why म धेरै क्युरियस छु राइट बक्सिङको बारेमा चाहिँ। अनि पहिला चाहिँ एकचोटि चाहिँ मैले के अरे H2 पनि अलिअलि जोइन गर्न चाहिँ खोजिरहेको हो, तर गर्न चाहिँ गऱ्यो लगभग अलमोस्ट 2 मन्थ भन्दा पनि हुन्छ गर्न चाहिँ गऱ्यो। तर अहिले चाहिँ मेरो चाहिँ फाइनली के भन्दाखेरि चाहिँ होइन, मेरो के अरे फिङ्गर भाँचिएको थियो क्या, औँला भाँचेको थियो। अनि त्यस कारणले चाहिँ म गएको थिएन, मेरो फ्यामिलीलाई पनि भनेको छैन मैले मेरो औँला भाँचेको। सो त्यस कारणले चाहिँ म उता त्यो रिजनले चाहिँ गएन। अनि गएन पछि पुस गर्दा पुल आउट गर्दा पछाडि धेरै पछाडि सरिसक्यो क्या। अनि अहिले स्टिल म गएको छैन। सो आई होप आई विल जोइन सुन राइट। एन्ड गाइज हजुरहरू चाहिँ के अरे भिडियो हेर्नुभएछ, धन्यवाद सबैजनालाई। सो हाम्रो नेपालको सुपर स्टारहरूलाई चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ गाइज, जति जे भने पनि। सो अरूले चाहिँ सुके भन्नुहोस्, तर तिनीहरू भनेको चाहिँ के अरे बक्सिङको उदाउँदो लाइक सुपर स्टारहरू हो। हामीले जसरी पनि सपोर्ट गर्नुपर्छ उनीहरूलाई। अनि भोलि उनीहरू राम्रोसँग गयो भने चाहिँ पछि हाम्रो भाइहरू छोरीहरू होइन जान्छ नि, अपर्च्युनिटीहरू देख्छ अनि जान्छ। सो त्यस कारणले मेरो अलि भिडियो चाहिँ बनाइरहेको थिएँ, झ्यापै पोस्ट गरिहालेँ गर्न चाहिँ। एडिट गर्ने चाहिँ मेरो काम हुँदैन, फेरि म विदाउट एडिट चाहिँ हाल्छु भिडियो जहिले पनि राइट। सो त्यस कारणले अलिक ब्याड भयो होला। अनि ओके आई निड टु रिपिट एगेन। सो त्यो कुनै म्याच कुनै लाइक प्रतिस्पर्धाको थिएन, जस्ट फर सेलिब्रेसनको थियो। अनि विच बेटर भन्दाखेरि चाहिँ अब म त अप्रिललाई नै रोज्छु नि, किनकि म आम अ बिगेस्ट फ्यान अफ हिम राइट। अनि तर मिलन पनि खतरा छ, स्ट्राइकिङ त बाप हो, केटोले बजाउँछ फेरि राइट। अनि मैले अप्रिल राणा मगरलाई भनेको थिएँ पछि बेलुकातिर आउँदाखेरि यता आउँदाखेरि म चाहिँ पोस्ट गर्छु ल भिडियो भनेको थिएँ। सो त्यस कारणले चाहिँ मैले पोस्ट गरिहालेको थिएँ। त्यही हो गाइस, यदि सब्सक्राइब गरेको छैन भने चाहिँ
सब्सक्राइब गरिदिनु होला च्यानलमा चाहिँ। सो या मेरो अर्को च्यानल पनि छ। सो त्यसमा चाहिँ मैले अबाउट इङ्ग्लिस भिडियोहरू बनाएर हुन्छु इङ्ग्लिसको बारेमा चाहिँ, बिकज आई वान्ट टु बिकेम अ प्रोफेसनल इङ्ग्लिस स्पिकर राइट, एज वेल बक्सिङ। बट आई डोन्ट नो गाइज, तर हामीले भन्न मिल्दैन कुनै अब के हुन्छ, तर इट्स ओके। अब मैले चाहिँ त्यस्तो फाइटहरू के अरे फाइटहरू चाहिँ भएको चाहिँ इभेन्टहरूमा गएको सबै हालेवाला थिएँ। त मेरो के अरे क्यामेरा क्वालिटी मैले अलि एडिट गर्नुपर्ने अलिक गरेन क्या, विदाउट एडिट हालिदिएँ। सो इट वाज माई ब्याड। ओके, बाई, सी टुमारो। एन्ड दिस इज फर सम कमेन्ट, इट इज रिप्लाई राइट। बाई, सी टुमारो गाइज।